के छ गए हालखबर ल के भयो थाहा यो यसलाई भन्छ नर्स कल है के लेखेको छ प्यानासोनिक भनेर लेखेको रहेछ यसमा नर्स कल भन्छ होइन। अनि रेउसा श्यामाहरूले चाहिँ यो बटन दबाएपछि चाहिँ यसमा साउन्ड आउँछ। अनि यो कुरा चाहिँ मैले भुलेर बोकेर लिएर आएछु। अब फर्काउन त जानु पर्छ जसरी भयो नि। अब समस्या के छ थाहा, लगभग 8 घन्टा काम गरेर आएको छु, थकाइ ल्याएको छ, तर अब फर्काउन जानु पर्यो भनेको बाहिर पानी परेको छ। त्यो चाहिँ समस्या। ओह यस्तो डेन्जर पानी पर्यो। डेन्जर त के भने फरफर पानी हो, तर यसले गर्दाखेरि चाहिँ अब बाहिर हिँड्न गाह्रो छ। त्यही नि फर्काउन जानु त पर्यो। ल जे होला आज रेनकोटको प्रयोग गरौँ। रेनकोट लगाएर जानु पर्यो। यत्तिकै गयो भने त भेजिन्छ। आउँदाखेरि पानी त्यति ठुलो परेको थिएन, भर्खरै ठुलो पानी पऱ्यो कि है। अब कहाँ छ रेनकोट, कुनै झोलातिर। यो जापानमा झोला राखिन्छ है, त्यतातिर यस्तो हुन्छ। अनि यसभित्र चाहिँ राख्ने हो। अब यहाँदेखि निकालेर कहाँ छ रेनकोट, सायद यो ठुलो अट्याचीमा छ होला, लगेजमा। यो निकाल्नु पर्यो। यस्तो थकै लाग्यो नि, यस्तो थकै लाग्यो, तर पनि बाल मतलब नछोडी भएन। यसलाई नछोड्ने भने चाहिँ हुँदैन। कि त नभुल्न पर्ने थियो, भुलेर आएपछि अब छोड्न परिहाल्यो जसरी भयो। ओमा झोला खोल्न पर्दैन भनेर प्याकिङ गर्दाखेरि खोल्न परिहाल्छ कि फेरि कुनै न कुनै कारण बस। यो हो रेनकोट। परेको सिता नपरेको तल पानी पर्छ। यसलाई सोनोमामा नि कोही त्यतै यस्तै छोडिदिएर अनि यसलाई लगाएर यसै माथि अनि यतिमा यसलाई लिएर जानु। यसमा सिधै रेनकोट लगाइदिन्छु। डेन्जर राम्रो रेनकोट हो भाइ भन्दै देखेको र कतिको राम्रो रेनकोट रहेछ हो। यो नर्मल पानी त बिन्दास रोक्छ होला, डेन्जर ठुलो पानी परे पनि रोक्ने खालको चाहियो क्या रेनकोट। यसलाई यहाँ राखेर यसरी यो भयो हाम्रो ड्रेस रेनकोट। यसरी यसलाई यसरी लगाउने अनि चलो अब चल्ते। यति नगरे त कहाँदेखि भयो र। फेरि यो थकाइसकै भाँडामा जाओस् के, काम हेतु गर्न पडेगा। यसलाई लगाऊँ चापी अन्त छोडिदिउँ। कसले बाहिर खोल्छ र बाल मतलब। अब जाम यस्तै बाल मतलब। यस्ता नाथे पानी भनेर यत्तिको लगाएपछि त के को यहाँ त हावा लाग्यो भने छिर्दाखेरि मात्रै चिसो फिल हुँदो रहेछ।
यत्तिकै लगाउँदा कपडा बाहिरबाट लगाए भए राम्रो हुन्थ्यो। यत्तिकै लगाएको चिसो फिल भइरहेको तर भित्र चाहिँ पानी छिर्दैन, यही हो फाइदा। थकै भाडमा जान्छु कि घर। हिजो पनि पुरा नवीनको दाइलाई लिन भनेर गएको फर्केर, तर त्यसले गर्दा इफेक्ट चाहिँ पार्दो रहेछ। जापानमा कस्तो थकाइ फिल भएन भनेर नि लङ टुरसम्म हिँड्ने भने, लङ बाटोमा हिँड्ने भने चाहिँ के हुँदो रहेछ भन्दाखेरि चाहिँ यो बिस्तारै थकाइ लाग्दो रहेछ क्या फेरि पछि सुतेर उठ्दाखेरि। अनि यो कस्तो हुन्छ भन्दाखेरि शरीर अड्के जस्तो फिल हुन्छ, अनि त्यो भएर चाहिँ जापानमा थकाइ लागेन भने यताउता गर्न चाहिँ अलि नहुँदो पनि रहेछ भन्ने कुरा चाहिँ बुझ्यो हिजोको कुराले। आज त म बिन्दास आराम गर्छु भनेर आएको थिएँ, ठ्याक्क गोजा छाम्छु भन्दाखेरि त फेरि नर्स कल रहेछ। नर्स कल रहेपछि फर्काउनु जानु त पर्यो, बुझ्यो खासी देश हन्ताउने। यस्तो गाह्रो छ जापानमा। दिइहालेँ यस्तै हो जापानमा। नेपालमा भएपर त भोलि त्यही नै हुन्छ, अर्को छँदै सकेर त्यहाँ काम चलाउको लागि भन्ने हुन्थ्यो। यहाँ अब नदी किन हुँदैन, यस्तै छ यहाँको भनेको। त्यही हो जापानमा भनेको, हरेक कुरा नियमले चल्छ। त्यो भएको कारणले गर्दाखेरि चाहिँ टक्क दिएँ फिर्ता। अब घरतिर अब रिटर्न पखाइरु हान्ने, यस्तै छ। अब घर गएर ओफुरोमा छिर्नु पऱ्यो, त्यसपछि मस्त सुत्छु, आराम गर्छु खानासाना खाएर टक्क लगाएर। यस्तै छ जापानमा आएर मिहिनेत गर्नुपर्छ, हरेक कुरा टाइम टु टाइम हुन पर्यो। अनि जे गर्न छ गाम बात्तै गर्नु पर्यो, नठगिकन। यही हो यहाँको काम। अब फर्किने चट्ट आराम गर्ने बल्ल। 8 घन्टाको काम थकै, अनि भोलि बिहान 6 बजे काममा पुग्ने गरेर 4 बजे नै उठेर फेरि खानासाना बनाउने उठ्ने, अनि त्यसपछि बल्ल फेरि काममा आउने। मिहिनेत छ टन्नै केटाकेटीहरू जसले पनि हेर्नु भएको छ। मिहिनेत जापानमा छ, मिहिनेत गर्न पर्छ। कसले भन्छ नि भिडियोमा, जापानमा त बहुत दुःख छ, तिमीहरू नआइज, जापानमा दुःख पाउनु लागेको, कुकुरले नपाएको दुःख पाउँछ। यहाँ हो सुख गर्नलाई त नेपालमा सुखैसँग बसेर नि के पैसा आएर होइन, पैसा कमाउनलाई दुःख गर्नु पर्यो। पैसा अनुसारको काम, महिनामा 1-1.5 लाख रुपियाँ कमाउन छ भने त काम पनि त्यही अनुसारको हुनु पर्यो नि त, 1-1.5 लाख रुपियाँ कमाउने खालको होइन र। नत्र आरामले गरेको काम बसी कथेर आराम गर्ने, बिस्तारै ढिलो गर्ने काम। नेपालमा त्यस्तै तरिकाले गरेको काममा त्यही स्यालेरी पनि धेरै दियो भने 20,000 देखि 25,000, अलि राम्रो कम्पनी छ भने त्यसलाई 30,000 देला महिनाको। अर्को कुरा फेरि स्यालेरी महँगो हुनुको पनि कारण र नेपालमा स्यालेरी थोरै हुनुको कारणमा चाहिँ के पनि छ भन्दाखेरि चाहिँ जापानमा हरेक सामान पनि महँगो छ। त्यो भएको कारणले पनि
स्यालेरी महँगो भयो। नेपालमा हरेक सामान त्यति महँगो पनि छैन, तर त्यही अनुसारको फेरि स्यालेरी छैन हुन त। खास भन्नु भने स्यालेरी चाहिँ उहीँ 15-20 वर्ष पुरानो स्टाइलको, अनि 15-20 वर्ष भन्दा पनि 10 वर्ष पहिलाको स्टाइलको छ स्यालेरी लिस्ट चाहिँ। अनि सामानको भाउ चाहिँ बढिसकेको छ नेपालमा, त्यो भयो एउटा प्रब्लम चाहिँ। नत्र त्यही हो, सामानको मूल्य अनुसारले चाहिँ महिनाभरि कमाएको महिनाभरिमा सामान किन्दा सकिने गरेर चाहिँ पैसा आउने हो। यहाँ पनि मजाले मोज गरेर अनि फेरि रमाइलो गरेर ल इन्जोय गरौँ भनेर त्यो तरिकाले बस्न थाल्यो भने 1,50,000 जति, 1,50,000 60,000 खर्च हुनलाई कुनै गाह्रो लाग्दैन। त्यहाँ पनि त्यही हो, नेपालमा पनि कमाएको खर्च हुन गाह्रो लाग्दैन। त्यस्तै हो। ल साथीहरू, यति नै, केही छैन भन्नको लागि त मलाई त अरू त यत्रो भनिसकेँ भ्लगमा। भिडियो भाइरलै हुँदैन, त्यही हो, अरू त के छ र। ल बाई बाई सबैलाई।